सम्पूर्णमा नमस्कार। आज चाहिँ म जापानको दोस्रो ठुलो सहर योकोहामा सहरमा आएको छु, जुन टोकियोबाट पश्चिम दक्षिण दिशामा पर्छ। योकोहामाको कुरा गर्ने हो भने योकोहामा जापानको दोस्रो ठुलो सहर हो, जहाँ करिब 37,77,000 मानिसको बसोबास रहेको छ। यति बेला चाहिँ म जापानको यामासिता पार्कमा केही 157 वर्षदेखि लिएर 103 वर्ष लामो इतिहास बोकेका केही कुराहरू देखाउन गइरहेको छु। 1923 सेप्टेम्बर 1 मा जापानको योकोहामामा कान्तो क्षेत्रमा ठुलो भूकम्प आयो। त्यसै टोकियोका आसपासका क्षेत्रमा ठुलो क्षति पुर्याएर धेरै भवनहरू भत्काएको थियो। यस भूकम्प 7.9 म्याग्निच्युडको भूकम्पमा झन्डै 1,40,000 जनाको मृत्यु भएको थियो र धेरै घरहरू आगो लागिमा नष्ट भएका थिए। यसका साथै लाखौं मानिस प्रभावितपछि मानिसका घरका सम्पूर्ण भत्केका संरचनाहरू यस समुद्रको छेउछाउका आसपासमा पुरिएको थियो। त्यसको अहिले एक उदाहरण यो पार्क हो, जुन पार्कको मुनि आजभन्दा 103 वर्ष पुराना घरका संरचनाहरू सँगसँगै ती भूकम्पबाट प्रभावित भएका मान्छेका लाखौं सपनाहरू यस स्थानमा पुरिएका छन्। यसको साथै त्यही कुरालाई विश्व सामु र जापानका र योकोहामाका स्थानीयका लागि बिर्सनको लागि एक यामासिता पार्कको नाम दिई त्यही फोहोरो ठाउँमा यति राम्रो बगैँचाहरू र बगैँचामाथि रहेका 190 प्रजातिका फुलहरू फुलाइएको छ। वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैलाई नमस्कार। सो आफ्टर लङ टाइम म चाहिँ तपाईँहरूको माझमा एउटा विशेष किसिमको भिडियो लिएर आएको छु। सो आज चाहिँ म खानागावा, जापान स्थितको खानागावा प्रिफेक्चरको योकोहामा, जहाँ कि जापानको एकदम सम्भवतः ठुलो सहरको दोस्रो सहरमा चाहिँ तपाईँहरूलाई म एउटा ऐतिहासिक बोकेको होइन परापूर्वकालिक झन्डै 100 वर्षभन्दा पुरानो केही ऐतिहासिक कुराहरू देखाउन गइरहेको छु। त्यसको नाम चाहिँ यामासिता पार्क हो, जहाँ चाहिँ विभिन्न किसिमका ऐतिहासिक र यहाँका धार्मिक र यहाँको पौराणिक कालदेखि जीवित रहेका केही कुराहरू छन्। म त्यसको बारेमा तपाईँलाई छोटो रूपमा जानकारी दिन गइरहेको छु। सो त्यतिन्जेललाई मेरो भिडियोहरू हेरिरहनु होला। सो यही भन्दै आज चाहिँ मसँग मेरो सहकर्मी, मेरो कामको सहकर्मी भाइ विनोद तामाङ र हाम्रो जापानिज हाम्रो सर हुनुहुन्छ सातो सर। कोनिचिवा। योकोहामा पोर्टको बारेमा केही चर्चा गरौँ। यस योकोहामा बन्दरगाह जापानको पहिलो व्यापारिक ठुलो बन्दरगाह हो, जुन 1859 जुलाई 1 मा एक व्यापारिक प्रयोजनको लागि खोलिएको थियो। त्यसबेला जापानमा साकुको देशबन्द नीति अन्त्य हुँदै थियो र पश्चिमी राष्ट्रसँग व्यापारका लागि सुरु गरेको थियो। योकोहामा प्रान्तको इतिहासको कुरा गर्ने हो भने योकोहामा सानो माछा मार्ने गाउँबाट छिट्टै अन्तर्राष्ट्रिय व्यापारमा सहरको रूपमा एक रूपान्तरण भएको थियो र त्यो समयमा विदेशी व्यापारीका लागि नजिकको खानागावा जुको क्षेत्रभन्दा अलि टाढा रहेको योकोहामा रोजिएको थियो, ताकि विदेशी व्यापारी र स्थानीय बीचको सम्पर्कलाई व्यवस्थित गर्न सकियोस्। र अन्तर्राष्ट्रिय व्यापारको नीति बोकेको यस योकोहामाले विश्वसँग जोड्ने ठुलो ढोका खोलेको थियो। एउटा सानो माछा मार्ने गाउँबाट सुरु भएको यो स्थान आज विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय बन्दरगाह बनेको छ। यसका साथै सानो माछा मार्ने गाउँको रूपमा रहेको यस योकोहामा बन्दरगाह खुलेपछि तीव्र रूपमा अन्तर्राष्ट्रिय व्यापार र सांस्कृतिक केन्द्र बन्यो। आज 167 वर्ष पुरानो दृश्यलाई फर्केर हेर्दा यो चाहिँ अहिलेको नयाँ दृश्य हो, जुन अहिले विकासको प्रविधिसँगै अहिले मानवले देखाएको यो विकासको एक झलक हो। यतिखेर चाहिँ हामी अहिले स्ट्याचु अफ रेड सुज गर्ल्स भन्ने एउटा यामासिता क्वेन नजिक आइपुगेका छौँ साथीहरू। सो यहाँ चाहिँ आज धेरै ठुलो इभेन्ट लगाइरहेको छ। उतातिर चाहिँ कारको एक्सपो थियो। सो यहाँ चाहिँ आफ्नै छुट्टै किसिमको सम्भवतः यो इभेन्ट के हो भन्ने कुरा थाहा छ। यहाँ भर्खरै आइपुग्यौँ है, मान्छेहरू धेरै हुनुहुन्छ। अहिले चाहिँ हामी यामासिताको रेड सुज। सो म चाहिँ अहिले योकोहामाको आकाई कुच्चु भनेको चाहिँ यो रातो जुत्ताको स्मृतिमा आएको छु। यो चाहिँ जापानको आजभन्दा धेरै वर्ष अगाडि जापानमा चाहिँ एउटा बाल गीत जुन रातो जुत्ताको प्रसिद्धको बारेमा थियो, त्यसैको स्मृतिमा एउटा चाहिँ साना बच्चाको चाहिँ मूर्ति बनाइएको छ। यो पनि हाम्रो यामासिता क्वेनको एक ऐतिहासिक केन्द्रबिन्दु रहेको छ। यहाँ चाहिँ केही मानिसहरूले चाहिँ केही पैसाहरू पनि चढाउनु हुँदो रहेछ। मैले पनि केही पैसा चढाउनु दिएको छु है। सो ल यहाँको पनि केही किसिमको एउटा
विशेष किसिमको एउटा महत्त्व बोकेको मूर्ति हो। सो यो रातो जुत्ताले चाहिँ धेरै कुरा दर्शाउँछ। खासै यसमा त केही कुरा त छैन, जहाँसम्म त यो एउटा बालगीत एउटा कुनै फेमस आकाकुचु भन्ने चाहिँ आकाकुचु भन्ने एउटा चाहिँ जुत्ताको नामक एउटा गीत थियो, त्यसैको बारेमा चाहिँ यो एउटा स्मृतिमा एउटा मूर्ति बनाएको छ है त। सो साथीहरू हामी चाहिँ अगाडि जान्छौँ। ए जाउँ यी रहेछ नि, दाइजो हुँदैछ हो, दाइजो हुँदैछ। सो अब चाहिँ हामी यहाँको एउटा जापानको एकदम जुन कि बेला जापानिज मान्छेहरूले चाहिँ यहाँको बारेमा चाहिँ बाल काट्ने पनि एउटा किसिमको त्यो कस्तो डिजाइनमा काट्ने भनेर चाहिँ एउटा किसिमको हुन्छ नि लाइक डिजाइन, त्यो किसिमको एउटा जापानमा चाहिँ त्यो प्रचलन पनि एउटा विदेशी पश्चिमा राष्ट्रहरूबाट प्रेरित भएर चाहिँ यहाँ चाहिँ एउटा त्यही किसिमको एउटा स्ट्याचु पनि बनाइएको रहेछ। सम्भवतः स्ट्याचु अगाडि या पछाडि कतै रहेछ, म अलिकति कन्फ्युज भएँ है। अब चाहिँ हामी म केही किसिमको एउटा यामासिता पार्कको बारेमा एउटा परापूर्वकालदेखिको यहाँको इतिहास, यहाँको जापानिज भाषामा रेकिसी भन्छ इतिहास है, इतिहास बताउन जाँदैछु। सर त्यही हो, बोल नि त हाम्रो बाजेसँग। 何を言いたいですか。何を言いたいですか。自分さん。誰ですか。自分さんです。自分さんに何を言いたいですか。言いたいことがあれば言ってください。将来どうしたいですか。日本に住みたいですか。今までなんか考えてないです。考えてないの。じゃあこれから考えましょう。相談してね。これちょっと考えた方がいいじゃない。なんか32歳ですね今。けどもうすぐビノさんもね考えた方がいいね。そうですね。私はほら28歳で。28歳。あ、そうか。28歳で生まれたの。そう28歳の時子供ね結婚したから。あ、でもさ私28歳けど。結婚してすぐに子供ね。すぐに？1年ぐらいもうなんか経ってないけど。1年ぐらい経ってないけど。だから10ヶ月と月10日って。すごい。अहिले हामी उभिरहेको ठाउँ यो यामासिता पार्क हो। आजभन्दा ठिक 103 वर्ष अगाडि सन् 1923 सेप्टेम्बरमा आएको विनाशकारी ग्रेट कान्तो भूकम्पले योकोहामा सहरलाई लगभग ध्वस्त बनाएको थियो। जुन भूकम्प 7.9 म्याग्निट्युडको रहेको थियो। यस भूकम्पमा परि झन्डै 1,40,000 मान्छेको मृत्यु भएको थियो भने कति मान्छे बेपत्ता भएका थिए। जुन भूकम्प पश्चात यस योकोहामा सहर पुरै आगोले जलेको थियो। भूकम्पपछि सहर पुनर्निर्माण गर्ने क्रममा ती भग्नावशेषहरू समुद्रको किनारमा प्रयोग गरी यहाँ नयाँ भूमि बनाइयो। त्यही पुनर्निर्माण भूमिमाथि सन् 1930 मा यामासिता पार्क स्थापना गरियो। यामासिता पार्क जापानको पहिलो प्रमुख समुद्रिक पार्क मानिन्छ, जुन पार्कमा 130 भन्दा बढी प्रजातिका गुलाबका फुलहरू लगाएका छन्, जुन अहिले दृश्यमा देखिरहनु भएको छ। यस पार्कको जमिन मुनि योकोहामाका पुरा सम्पूर्ण घरहरूको डम्पिङ साइट बनाइएको थियो, जुन पहिला यो समुद्र थियो। आज यस पार्क केवल घुम्ने ठाउँ मात्र होइन, विपदपछि पुनर्जन्म लिएको योकोहामाको साहस, आशा र पुनर्निर्माणको प्रतीक बनेको छ। यदि तपाईँहरू योकोहामा आउनुहुन्छ भने इतिहास र सामुद्रिक सौन्दर्यता दुवै अनुभव गर्न यामासिता पार्क अवश्य आउनुपर्ने एक पर्यटकीय गन्तव्य स्थल हो। यसका साथै यामासिता पार्कको केही इतिहासको बारेमा जान्ने हो भने यामासिता पार्क केवल सामुद्रिक दृश्यका लागि मात्र प्रसिद्ध छैन। वसन्त ऋतुमा यहाँ फुल फुल्ने म्याग्नोलिया फुलहरूले पार्कलाई अझ आकर्षक बनाउँदछ। म्याग्नोलियाका ठुला सेता र गुलाबी फुलहरू अझ नयाँ जीवन, आशा र वसन्तका आगमनको प्रतीक मानिन्छन्। यी फुलहरू पात आउनु अघि नै फुल्ने भएकोले सम्पूर्ण रुखहरू फुलले ढाकिएको जस्तो देखिन्छ, जसले आगन्तुकहरूलाई विशेष दृश्य प्रदान गर्दछ। यस यामासिता पार्कको अर्को नाम फ्युचर रोज गार्डन पनि हो। यस गार्डनमा 160 भन्दा बढी प्रजातिका 1900 भन्दा धेरै गुलाबहरू फुल्छन्, जस्तै रातो, गुलाबी, सेतो र पहेँलो रङका। यी सुन्दर फुलहरूले सामुद्रिक हावासँगै अद्भुत दृश्य सिर्जना गर्दछन्। यो बगैँचालाई योकोहामाको सबैभन्दा सुन्दर फुल
उद्यानमध्ये एक बनाएका छन्। यस यामासिता पार्कको किनारमा फुल्ने हजारौं गुलाबहरू, सुगन्धले भरिएको हावा र पछाडि देखिने योकोहामा बन्दरगाहको दृश्यले यामासिता पार्कको फ्युचर रोज गार्डन प्राकृतिक सौन्दर्यता र मानव सृजनशीलताको अद्भुत सङ्गम हो। यहाँका प्रत्येक गुलाबले प्रेमका, मित्रता, आशा र शान्तिको सन्देश बोकेको छ। तर समयसँगै भूमिमा नयाँ जीवन पायो। आज यामासिता पार्कको सुन्दर गुलाब बगैँचामा फुल्ने हजारौं गुलाबहरूले केवल फुल मात्र होइन, पुनर्निर्माण र आशाको एक भविष्यको प्रतीक बताएको छ। 103 वर्ष अगाडि भग्नावशेषले भरिएको यस समुद्र किनार आज रङ्गीन गुलाबका सुगन्धले भरिएको छ र 1923 मा गएको भूकम्पलाई सजिलै बोलाउने एक राम्रो गन्तव्यस्थल बनाइदिएको छ। त्यसै म ठ्याक्कै यामासिता पार्कमा आएको छु। सो यो चाहिँ ठ्याक्कै 103 वर्ष पुरानो, आफैमा एउटा लामो इतिहास बोकेको एउटा पार्क हो। सो यो पार्कमा चाहिँ आज हामी जहाँ उभिरहेका छौँ, यो पार्कमा चाहिँ 1923 मा जहाँ जापानमा कान्तो नामक एउटा भूकम्प गएको थियो, त्यो भूकम्पको एउटा डम्पिङ साइट योकोहामामा जति पनि बनाएका घरहरू के अरे ती संरचनाहरूलाई यो यामासिता पार्कको मा एउटा डम्पिङ साइट बनाएर यसलाई चाहिँ एउटा शान्तिको प्रतीक र एउटा स्मरणीय लायक प्रतीक बनाइएको छ। त्यसको आज यो ज्वलन्त उदाहरण हो है। यहाँ चाहिँ ठुलो पार्क छ यो पार्क हो र एउटा यो हाकिवा मारु योकोहामा एउटा यो फुने छ, पानी जहाज भन्छ। यो चाहिँ यो पनि 1923 मा एउटा जापानदेखि अमेरिकासम्मको लागि, जापानिज र अमेरिकाहरूको लागि एउटा यात्राको लागि एउटा पानी जहाज थियो। अहिले चाहिँ यो एउटा रेस्टुरेन्ट र एउटा म्युजियमको लागि एउटा रूपान्तरण गरिएको छ। र त्यस्तै गरी यहाँ चाहिँ एउटा इन्डियन सरकारले 1923 मा स्वयं भूकम्प गएको सालमा नै एउटा उनीहरूको शान्तिको लागि र उनीहरूको एउटा मनोबलको लागि एउटा त्यहाँ चाहिँ एउटा वाटर फाउन्टेन तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ। म तपाईँलाई भिडियोमा देखाउनेछु। वाटर फाउन्टेन बनाइदिएको छ। त्यो पनि एउटा आजभन्दा लगभग 103 वर्ष पुरानो रहेको छ। कस्तो आफैमा सुन्दर छ है यो जापान सहर। त्यो एकदम चहलपहल छ। आज विशेष गरी इभेन्टहरू पनि छ। त्यहाँ म्युजिक फेस्टिभल रहेछ, यता कार इभेन्टहरू छ है। उतातिर बाहिर चाहिँ एउटा डुङ्गा सहरको एउटा इभेन्ट पनि रहेछ। सो अब हामी चाहिँ जाने त होला नि होइन। सो यति बेला चाहिँ म अहिले यहाँको योकोहामा मरिन टावर नजिकै छु। सो नजिकै रहेको छ होटेल न्यू ग्रान्ड र त्यसको साथमा रहेको छ यामासिता पार्क र अगाडि छ हाकिवा मारु योकोहामा फुने, जुन चाहिँ 103 वर्ष पुरानो र यो पार्क पनि त्यसै गरी 103 वर्ष पुरानो हो। सो आज चाहिँ म यहाँ हाम्रो एकजना जापानिज निहोन्जिन हाम्रो सातो सान र विनोद सान हुनुहुन्छ। उहाँहरूलाई चाहिँ म केही यहाँको बारेमा मेरा जापानबाट हेर्नुहुने दर्शकहरूलाई र मेरो जापानिज भाषा बुझ्ने दर्शकहरूलाई चाहिँ म उहाँको जापानिज शब्दबाट चाहिँ म केही एक्सप्लेन गराउन चाहन्छु है त। सातो सान। हाई, konnichiwa。はい、日本の佐藤です。はい。今日はネパールから来たビノットさんとジバンさんに、ジバンさんと横浜の山下公園に来てます。ここはすごく広いね。はい。花がバラの花、それから海の方には川丸という昔有名な船があります。そうです。それから昔ね、日本の赤い靴を履いた女の子がね、外人さんに連れられて海外に行っちゃったっていう像があります。あとでこちらね、有名な昔からあるマリンタワーですね。マリンタワーですね。それからこちらが右私が60歳の時に泊まったホテル、ニューグランドホテルというのがあります。とても素晴らしい。そうです。とても素晴らしいですね。ちょっと一緒に話してください。話してください。そうです。それでいいじゃん。そう。भित्र जान मिल्दैन? मिल्दैन? जिकान नाही रहेछ खाएको अगाडिसम्म जान मिल्दैन? अगाडिसम्म गएर आउँछु म।
सो यतिखेर चाहिँ हामी अहिले पछाडि आएका छौँ। यो चाहिँ मेरो अगाडि देखिएको यो विशाल पानी जहाजको एक आफ्नै किसिमको इतिहास छ। यो जापानको सम्भवतः पहिलो पानी जहाज हो जसको नाम हिकावा मारु हो। योकोहामा क्षेत्रमा गएको 1923 को भूकम्प पश्चात सन् 1930 मा जुन समय यामासिता पार्कको पनि निर्माण भएको थियो, सोही समयमा निर्माण गरेको यो एक प्रसिद्ध जापानिज महासागरीय यात्री जहाज हो। यो जहाजले जापान र अमेरिकाको विभिन्न स्थानमा यात्रुहरू ल्याउने लाने काम गर्थ्यो। दोस्रो विश्वयुद्धको समयमा यसलाई अस्पतालको रूपमा प्रयोग गरियो, जसले घाइते सैनिकहरूको उपचार र उद्धारमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। दोस्रो विश्वयुद्धको अन्त्यसँगै युद्धपछि हाकिओवा मारु पुनः यात्रु सेवामा सञ्चालनमा फर्कियो र धेरै वर्षसम्म प्रशान्त महासागर पार गर्न प्रमुख मध्ये एक बन्यो। हाम्रो सातो सानले चाहिँ यहाँको बारेमा बताउनु भएको छ। यहाँ चाहिँ धेरै यो यामासिता पार्कमा चाहिँ धेरै कुराहरूलाई चाहिँ चित्रण गरेको छ। एउटा रेड स्विच विथ गर्ल भनेर एउटा बच्चाको एउटा पार्क छ अगाडि होइन। अनि जापानमा चाहिँ आजभन्दा लगभग 103 वर्ष पुरानो यहाँको जुन हेयरस्टाइल थियो, त्यो हेयरस्टाइल चाहिँ पश्चिमा राष्ट्रहरूबाट चाहिँ एउटा प्रेरणाको रूपमा एउटा जापानमा चाहिँ एक्सप्लेन गर्नलाई एउटा पार्क बनाएको छ। र त्यसै गरी यो हाकिओवा मारु योकोहामा यो पनि एकदम 103 वर्ष पुरानो, जहाँ कि जापानिज नागरिक र अमेरिकी नागरिकहरू चाहिँ आवत जावत गर्नेको लागि एउटा यो राम्रो डुङ्गा थियो, तर यो पानी क्रुज बनाउनु थियो। अहिले चाहिँ यसलाई एउटा सङ्ग्रहालयको रूपमा रूपान्तरण गरियो। त्यसै गरी यो चाहिँ एउटा हाम्रो यामासिता पार्क नै भयो। एउटा चाहिँ योकोहामा स्काई टावर त्यो रहेको छ। एउटा चाहिँ ग्रान्ड होटल रहेको छ। सो यसको विशेषता यही नै छ साथीहरू। सो के कति हजुरहरूलाई रमाइलो लागेको छ, म हजुरलाई केही छोटो मिठो केही कुरा दिन खोजिरहेको छु। सो विस्तार रूपमा देखाउँदै जानेछु है साथीहरू। बाजाले झ्याउला होलाで左側の方にお越しください。入場は17時からとなっております。また改めてご案内いたします。よろしくお願いいたします。てください。これ船でकहाँ जाने त अब हामी? कहाँ बस्ने? यति बेला चाहिँ म जापान स्थित खानागावा प्रिफेक्चरको योकोहामा सहर, जुन कि टोकियोबाट पश्चिम दक्षिण प्रान्तमा पर्ने एउटा ठुलो सहर, जापानको दोस्रो ठुलो सहर मानिन्छ। म त्यहाँ आइरहेको छु। यहाँ चाहिँ मसँग मेरो हाम्रो जापानिज सातो सान हुनुहुन्छ। हाई कोनिचिवा। र त्यसै गरी हाम्रो यहाँ विनोद सान, हाम्रो इटालियन बार आमिगोको सेफ हुनुहुन्छ। सो हामी तीनजना चाहिँ आज जापानको केही महत्त्वपूर्ण इतिहासहरूको बारेमा विस्तृत रूपमा जानकारी दिन म हजुरको माझ आइरहेको छु। मलाई चाहिँ जानेका के कति छन् म तपाईँहरूलाई छोटकरीमा बताउने छु। यस योकोहामा सहरमा लगभग
खानागावा प्रान्तभित्र चाहिँ 92 लाखजना मान्छेको बसोबास छ भने यो योकोहामा सहरभित्र मात्रै चान्चुन त्यही 37 लाख जति मानिसको बसोबास छ, जहाँ कि यो एकदम ठुलो सहर पनि हो। र यो म अहिले बसिरहेको जुन म अहिले घुम्न आइरहेको ठाउँ छ यो यामासिता कोइनले एकदम प्रचलित छ, जहाँसम्म जापानमा बस्नुहुने सम्पूर्ण हाम्रा विदेशी हाम्रा स्वदेशी दर्शकहरूलाई सबैलाई अवगत नै होला। यसको बारेमा एकदम विशेष किसिमको महत्त्व रहेको छ साथीहरू। यो चाहिँ जापानमा आजभन्दा लगभग 103 वर्ष अगाडि 1923 मा एकदम कान्तो भन्ने भूकम्प नामकले परिचित भूकम्प आएको थियो। त्यो भूकम्प आइसकेपछि जापानमा चाहिँ जति पनि योकोहामा बजारमा योकोहामा सहरमा जति पनि रहेका भग्नावशेषहरू थिए ती भग्नावशेषहरूलाई चाहिँ यहाँ एउटा डम्पिङ साइट, एउटा समुद्रको छेउमा डम्पिङ साइट बनाएर चाहिँ यसलाई योकोहामा को एउटा सुन्दर नगरीय यामासिता पार्कको नाम दियो, जुन चाहिँ 1923 मा भूकम्प आइसकेपछि 1930 मा चाहिँ यसको पुनर्निर्माण अझै व्यापक रूपमा गरियो। र यो पार्कमा चाहिँ तपाईँको धेरै ऐतिहासिक कुराहरू बनाइएको छन्, जस्तै योकोहामाको भ्यू टावर भयो हैन, यामासिता पार्क नै भयो। यहाँ चाहिँ लगभग 190 प्रजातिका फुल छन् है। र त्यसै गरी एउटा हाम्रो जापानबाट आउने जाने जापानदेखि अमेरिका आउने जाने एउटा विशेष किसिमको पुरानो बन्दरगाहको एउटा भनौँ न पानी जहाज है, मान्छे आउने जाने पानी जहाज पनि एउटा सङ्ग्रहालय रूपमा बनाएको छ। मेरो सहकर्मी भाइ विनोद तामाङ छन्। सो के छ विनोद भाइ, आज कस्तो लाग्यो त? आज हाम्रो एकदम रमाइलो लाग्यो र थकित पनि लाग्यो थगेला है। हाम्रो एकदम जापानिज हाम्रो यहाँको हाम्रो विनोदको एकदम मिल्ने भनौँ न है। उहाँ जापानिज एकदम यासासी हुनुहुन्छ, हामीलाई उहाँले घुमाइदिनु भयो। यहाँ चाहिँ उहाँसँग घुम्यौँ। अहिले चाहिँ हामी एकदम थाकेर थकित मुद्रामा होइन, दुईजना त शीतलको छाया बसिरहेका छौँ। सो अहिले चाहिँ हाम्रो यहाँ अगाडि एकदम ठुलो इभेन्ट भइरहेको छ। सो यो एकदम प्रसिद्ध किन मानेको भने एउटा भूकम्प गइसकेपछि पनि त्यो जुन भत्किएको योकोहामालाई चाहिँ एउटा मूर्त रूप दिनको लागि, एउटा सम्झनाको लायक बनाउनको लागि यस यामासिता पार्कमा एउटा राम्रो बगैँचाको रूपमा बनाएका छ, जसले गर्दा यहाँ मान्छेहरू एकदम बाक्लो भिड छ। र यहाँ चाहिँ इभेन्टहरू भइरहन्छ र आज पनि धेरै इभेन्टहरू भइरहेको छ। यहाँ जति पनि गाडी राखेका छन् आजभन्दा धेरै पुराना गाडीहरू यहाँ कलेक्सन रहेछ। यो चाहिँ एउटा जापानको बोइज ओन्ली भन्ने ग्रुपमा चाहिँ सम्बन्ध गाडी जस्तो लाग्यो। धेरै पुराना गाडीहरू छन्। यो बेला चाहिँ म मिनातो मेराईको अवस्थित यामासिता पार्कको नजिकै रहेको एउटा एकदम धेरै पुरानो, आजभन्दा लगभग 187 वर्ष पुरानो 1839 मा यसको छुट्टी किसिमको इतिहास रहेको छ। यो मूर्ति हजुरहरूले देख्नु भएको छ, जाङ्गिरी भनिन्छ। हेर्दा के लाग्छ हजुरलाई है? सो यो चाहिँ एउटा मान्छेको अनुहार हो र यो बीचबाट सिउँदो काटेको जुन कपाल छ यो चाहिँ आजभन्दा लगभग 187 वर्ष पुरानो पश्चिमा राष्ट्रहरूको एउटा हेयरस्टाइलको एउटा प्रचलन थियो जुन समयको। त्यो प्रचलनलाई चाहिँ यहाँ एउटा भनौँ न भौतिक रूपमा एउटा चित्रण गरिएर बुझाउन खोजिएको छ। सम्भवतः यो कुराहरू पनि मैले पहिला देखेको थिएन। सो यहाँ चाहिँ मैले यहाँको बारेमा बुझेअनुसार 1839 मा जुन यो अहिले हाम्रो यो बन्दरगाह छ नि, जापानको पहिलो बन्दरगाह नै भन्नुपर्छ जापानको, त्यो बेलाका मान्छेहरू एउटा पश्चिमा राष्ट्रका मान्छेहरू यहाँ आइसकेपछि यहाँ चाहिँ ती पश्चिमा राष्ट्रहरूका जुन बोटमा आउने गर्थे ती मानिसहरूबाट चाहिँ यहाँका जापानका एक ओगुरा तोकाराकिची भन्ने एउटा नामक एक व्यक्तिले पहिलो एउटा पश्चिमी बारबर उनीहरूबाट सिकेर चाहिँ उनले चाहिँ सञ्चालनमा ल्याएको भन्ने पनि एउटा मान्यता रहेछ। तर जापानले एउटा त्यो बेलाको समयमा
परम्परागत रूपमा तिनीहरूले टुप्पी कोन भन्ने एउटा राख्थे अरे, पालको एउटा जुन हेयरस्टाइल थियो होइन। तर पश्चिमको जुन प्रभावसँगै यहाँका नयाँ हेयरस्टाइलहरू लोकप्रिय हुन थाल्यो र त्यसका साथसाथै यहाँ प्राविधिक र आधुनिकीकरणको सम्झनाको एउटा स्मारक गरेको एउटा मूर्त एउटा उदाहरणको लागि एउटा पार्क बनाएको छ है। त्यो बेलामा चाहिँ जापानिजहरूले चाहिँ कपालको एउटा हेयरस्टाइल चेन्ज गर्ने एउटा प्रेरणाको एउटा भनौँ न यो जाङ्गिरी भन्ने बित्तिकै त्यो कुराहरूलाई यसको एउटा झलको दिने रहेछ साथीहरू। एउटा विशेष रूपमा जापानको समयमा त्यो बेलाको हेयरस्टाइल र पश्चिमको हेयरस्टाइल धेरै फरक थियो। खर मैले तपाईँलाई जुन जाङ्गिरी स्मारक देखाएँ आजभन्दा 187 वर्ष पुरानो जुन जापानको जुन पश्चिमा शैलीको जुन हेयरस्टाइलको जुन समयमा त्यस समयमा जुन भित्रिएको थियो त्यसको बारेमा तपाईँले मैले एउटा स्मारक देखाउन सफल भएँ। र त्यसै गरी 103 वर्ष पुरानो यामासिता पार्कको बारेमा पनि जुन भूकम्पसँग जोडिएको छ त्यसको बारेमा नि तपाईँहरूलाई फेरि जानकारी दिन पाउँदा धेरै खुसी लागेको छ। सम्भवतः जापानमा मेरो यो एउटा पहिलो भिडियो पनि होला यसरी मैले के एक्सप्लेन गर्न सकेको। सो आगामी दिनमा पनि म जापानको बारेमा छोटो मिठो केही यहाँका पुरानो पुरातात्विक र इतिहास बोकेका र मनोरम दृश्यहरूको भिडियोहरू तपाईँ माझमा म फेरि पनि लिएर आउने नै छु। सो यति भन्दै म जापान चाहिँ आफैमा धेरै सक्षम एउटा राष्ट्र हो। यिनीहरूले आजभन्दा 100 वर्ष अगाडि लगभग होइन 10औं शताब्दी अगाडिबाटै कस्तो राम्रो एउटा मान्छेको कन्सेप्ट कति राम्रो है। एउटा भूकम्पले छेदविच्छेद भएको सहरलाई एउटा शान्तिको प्रतीक एउटा सम्झना लायकको प्रतीक बनाउनको लागि त्यहाँभित्र रहेका कचडाहरू चिजहरूलाई पनि एउटा कसरी काँडालाई फुल बनाउने त नि भनेर एउटा त्यस्तो कन्सेप्टले यामासिता पार्क बनाएको एउटा कन्सेप्ट देख्दाखेरि मलाई एकदम खुसी लाग्यो है। जुन ठाउँमाथि गुलाबहरू फुलिरहेका छन् क्या, मान्छे कतिका सपनाको घर ढल्यो होला, कतिको मान्छेको रगतले एउटा मृत आत्मा ढलेको होला। त्यो एउटा सम्पूर्ण कुराहरूलाई यहाँ पुरेर त्यहाँ चाहिँ त्यति राम्रो पार्क होइन, सबैभन्दा हजारौँ मान्छेहरूको आगन्तुकको भिड है, एउटा सम्झना लागेको छैन त होइन पक्कै पनि। अनि त्यसै गरी अब त्यही रेड सुज विथ स्ट्याचु गर्ल है त्यो भइहाल्यो। अनि त्यसैमा एउटा लोकप्रिय हाम्रो 103 वर्ष पुरानो एउटा मिकावा फुनेको एउटा जुन त्यो दृश्य मैले तपाईँहरूले देखाएँ पानी जहाज, त्यसको छुट्टै आफ्नो कथा छ है। सो त्यही नै हो सम्भवतः। सो अहिले चाहिँ यतिखेर त्यो इभेन्ट भइरहेको छ। म चाहिँ यसो इभेन्टमा केही हेरेर त्यसो भोक लाग्यो, अझै म यसो कम्बिनतिर केही खानेकुराहरू किनेर खान्छु र म त्यसपछि घर केले जानेछु। सो भिडियो के कस्तो लाग्यो? आज भिडियो त्यति खासै राम्रो बनाउनु पाएको त छैन किनभने टाइमिङ त्यस्तै भयो। अनि हाम्रो अब साथीसँग हिँडेपछि गाह्रै हुँदो रहेछ है। सो साथीहरू हजुरहरूलाई मैले मेरो आफ्नो भिडियो मार्फत के कति दिन सकेँ त्यसमा कमी कमजोरी भएको भए मलाई माफ गरिदिनु होला। सो यति भन्दै आगामी दिनमा म जापानको अरू थप नयाँ भिडियोहरू जुन कि कुनै इतिहास बोकेका र जापानमा हामीले नदेखेका कुराहरूको बारेमा हजुरलाई जानकारी लिएर भिडियो बनाउँदैछु त्यतिन्जेलको लागि। र अर्को भिडियोको लागि हजुरले वेट गर्नुपर्ने नै हुन्छ। सो मैले चाहिँ त्यति प्रपरली भिडियो बनाउन पाइरहेको छैन, काम व्यस्तताले गर्दा विदेशमा अलिकति फरक हुन्छ सिनेरियो। सो त्यतिन्जेललाई हजुरहरूले मलाई वेट गर्नुपर्ने हुन्छ। सो सी यू इन नेक्स्ट भिडियो, किप वाचिङ एन्ड किप सपोर्ट माई युट्युब च्यानल। सो सी यू नेक्स्ट भिडियो, बाई।